ल यो दक्षिणपट्टिको आली यो बाटोको छेउबाट यो दक्षिणको आली गएपछि पश्चिमको आली त्यो पर देखिएको हो। त्यसपछि उत्तरपट्टिको आली यो उखुबारीको हो यो। र यो बाटो पूर्वको यो बाटो भन्दा पश्चिम र पश्चिमपट्टिको यो 10 कट्ठा जमिन हो। अहिले हामी आयौँ तल्लो बाटो, गाडी चलिरहेको छु। तल्लो बाटो हाइवे भन्दा तलतिरको बाटो हो। त्यो चाहिँ मेन हरिउनको चक्रपथ भन्ने यही बाटो हो ठुलो। यो तल्लो देखिएको रुखहरूको अल्को छ, त्यसमा पिच भइसकेको छ सबै। अनि हामी यो बाटो गएर अब हामी हाइवे निक्लिन पनि सकिन्छ। यो बाटो सिधै हाइवे टच छ। यहाँबाट अब मालपोत कार्यालय त्यही देखिएको हो। ऊ यहीँसम्म घर बनिसकेको छ है, यहाँ तलैसम्म। अहिले हामी यो बाटो हाइवे जान सकिन्छ, हाइवेबाट आउन पनि सकिन्छ, जान पनि सकिन्छ। हाइवे टच बाटो छ यो। ल 10 कट्ठा जमिन यही हो। ल पूर्वपट्टिको आली हो।